हेर्नु न साथी हो, पानी पर्ला जस्तो भएर हाम्रो डेरा यस्तै छ। आज पनि हामी खोलातिर जाँदैछौँ र आज चाहिँ हामी दुईजना दाजुभाइ तारा र म र कसै अरू साथीले भ्याएन, कसै घुम्नु गइरहेछ है काठमाडौँतिर र आज चाहिँ हामी दुईजना खाली जाँदैछौँ र साथी हो हामी चाहिँ खोला आइपुग्यौँ। खोला चाहिँ एकदमै सानो रहेछ, हेर्नु न हो सानो छ र अब चाहिँ हामी माछा मार्ने र हाम्रो दुईजना साथीहरूलाई चाहिँ मजाले देखाएर पठाइदिने। साथी हो यसले चाहिँ खोलाको डिलमा गएर आगो ताप्दै रहेछ भनेर नसोच्नुहोस् होला होइन। यो चाहिँ मैले दाउरा चिसो भएर चाहिँ सुकाएको है, साह्रै आगै बोलेन, त्यो भएर चाहिँ सुकाउँदैछु है। टन्नै आगो लाएर चिसो दाउराहरू खतम भयो, रड्डी भइदियो आज। माछा चाहिँ मरेन है, माछा मार्न आएको रे। अब खोइ लन्च खाएर जानुपर्ने रहेछ घर। टन्नै डिनर गर्ने त्यहाँदेखि जाने। लु केटाहरूले त यसको चाहिँ मसला किन्दैछ, यो चाहिँ गरम मसला होइन, यो चाहिँ एकदम जरुरी छ बिरयानीको लागि। साथी हो मैले चाहिँ प्याज काटिसकेँ, अब यसलाई चाहिँ फ्राई गर्नुपर्ने हुन्छ है। र साथी हो हाम्रो चाहिँ यो बिरयानी बन्दैछ है खोलाको किनारमा। हेर्नु नै प्याज फ्राई हुँदैछ, टन्नै यता चलाउँदैछ। खोला चाहिँ यस्तै छ, यहाँनिर साला टक्कै छ। यहाँ अदुवा लसुन टमाटर प्याज खोर्सानी टाकटुकको मिक्स यो म्यारिनेटको लागि। अनि मासु यहाँ छँदैछ र साथी हो मैले चाहिँ चिकन म्यारिनेट गर्नु राखिरहेको छु है। अब भात पाकिन्जेलसम्म यो चाहिँ म्यारिनेटै होस्, भात बोइल भइन्जेलसम्म यत्तिकै होस्। दामी हुने रहेछ, आज त मुखभर थुकाइसकिसक्यो यार। यता चाहिँ फेरि चामल धुइधाइ गर्दैछ साथी हो। र साथी हो यो चाहिँ अब बिरयानीको चामल उसिन्न आँटेको, घिउ हालेर सबै मसलाहरू रेडी भइरहेको छ। आब्बो बनाइन्छ बिरयानी, चिकन बिरयानी बनाइन्छ आब्बो चाहिँ। केटालाई थुकै थुक बनाइन्छ है, केटाहरूलाई थुक। र साथी हो मैले चाहिँ भर्खरमा थियो बिरयानी मसला ससला लगाएर चाहिँ छोपिदिइरहेछु है, कस्तो हुन्छ हेरौँ। र साथी हो मैले बनाएको बिरयानी यतिको चाहिँ भयो, अब त भयो पाके जस्तो पनि लाग्दैछ। अब चाहिँ हिट गराइ हुन्छ है साथी हो। ल हामीले बनाएको बिरयानी यतिको चाहिँ भएछ एकटा खोलाको डिलमा। निकाल्नु साथ म गर्नु पर्थ्यो त्यो चाहिँ यसो बक्सी बिताइदिने देवी देवताहरूलाई। मासु चाहिँ यहाँ छै, मासु छ अब दुईजनालाई होइन, बेसी त ल्याएर भएन। एक एक पिस अनि अलि भात। कस्तो भएछ, नुन लागेछ? के छ दामी भयो। ल साथी हो हामीले बिरयानी स्टार्ट गऱ्यौँ है। साथी हो हामीले चाहिँ खाना बिरयानी खाइ पनि सकै भयो है। अब दुईजनालाई बनाएको एक कुकरै भएको थियो र उब्रेको पनि छ। यसले चाहिँ भर्खर तातो पानी हिट गर्दैछ है। र यो चाहिँ के गर्ने हाम्रो साथीहरू भएको चाहिँ तिनीहरूले पनि खान्थ्यो होला हो, छैन। अब यो चाहिँ घरमा गएर बाख्रालाई हुन्छ कि गाईलाई हुन्छ, गाईले के खान्थ्यो भने यहाँनिर एउटा चिच्ची पनि छ, अरू कता होला। घरमा गएर कसले खान्छ साथी हो, यस्तै छ।
दुई थाल बजाएर ठहरै भएर बसेको र साथी हो आज चाहिँ माछा चाहिँ माराइ भएन है त्यही खानु आएको जस्तो मात्रै भयो र साथी हो र अब चाहिँ हामी घरतिर लाग्ने साथी हो अलिअलि पानी पनि पर्दैछ र हाम्रो यहाँ सबै कुरा ठामठिम बनाइसक्यौँ र यी सब रेडी भइसकिसक्यो हाम्रो ब्यागहरू है टाकटुक रेडी भइसकिसक्यो र साथी हो अब नेक्स्ट भिडियोमा फेरि पनि भेटौँला यस्तै नै हल्का टाइम पास गर्दै नै है र साथी हो बाई बाई भेटौँ नेक्स्ट भिडियोमा